हेलो नमस्कार यहाँहरूलाई लाइफ एन्ड कलर्स च्यानलमा स्वागत छ म मनोज फेरि एकपटक आइसिसी टुर्नामेन्ट सकिएको छ र फेरि एकपटक इन्डिया विजेता बनेको छ विगत 12 महिनामा दोस्रो पटक इन्डियन क्रिकेट टिमले आइसिसी टुर्नामेन्ट हासिल गरेको छ पहिला T20 वर्ल्ड कप जितेर इन्डियाले हारको श्रृङ्खलालाई समाप्त गरेको थियो भने यसपटक च्याम्पियन्स ट्रफी हात पारेर त्यो श्रृङ्खलालाई अगाडि बढाएको छ अचम्मको कुरा त के छ भने यो दुवै टुर्नामेन्ट जित्दाखेरि इन्डियाले कुनै पनि खेल हारेन अथवा इन्डिया वाज अनबिटन अन बोथ द टुर्नामेन्ट त्यो श्रृङ्खला आफैमा अद्वितीय हो अब प्रश्न आउँछ इज इन्डिया invincible going forward? धेरै क्रिकेट प्रेमीमा यो प्रश्न उब्जने गरेको छ तर यसको जवाफमा भने थुप्रै मान्छेहरूको आफ्नै मूल्याङ्कन रहने गरेको छ अलिकति इतिहास हेरौँ विगत 4 वर्षमा इन्डियन क्रिकेट टिम 5 वटा फाइनलमा प्रतिस्पर्धा गरेको थियो जो आफैमा सबभन्दा बढी हो तर पहिला 3 फाइनल्स अथवा 2 वटा टेस्ट पहिलो टेस्ट च्याम्पियनसिप न्युजिल्यान्डसँग दोस्रो टेस्ट च्याम्पियनसिप अस्ट्रेलियासँग पराजित भएको थियो भने आफ्नै होम ग्राउन्डमा सन् 2023 मा सम्पन्न वर्ल्ड कपमा लगातार 10 खेल जितेर पनि अन्त्यमा फाइनलमा उही अस्ट्रेलियासँग पराजित भएको थियो इन्डियन क्रिकेट टिम यसरी लगातार हारको श्रृङ्खला बेहोरेको इन्डियन टिमलाई अलिकति बिलिफको कमी देखेको आभास हुन्थ्यो र खेलप्रेमी र खेलका क्रिटिक्सहरूले जहिले पनि भन्ने गर्थे इन्डिया यु क्यान रिच द क्वार्टर फाइनल्स सेमी फाइनल्स एन्ड फाइनल्स बट यु क्यान्ट विन द होल थिङ अन्टिल यु प्रुभ द्याट वे वी क्यान्ट बिलिभ यु तर T20 वर्ल्ड कपको दौरान जब रोहित शर्माको टिमले अनबिटन हुँदै आइसिसी टी वर्ल्ड कप हात पार्यो त्यसपछि इन्डियन टिममा एक प्रकारको बिलिफ देखा परेको छ र अहिले भर्खरै सम्पन्न च्याम्पियन्स ट्रफीमा फेरि अनबिटन रहँदै च्याम्पियन्स ट्रफी हात पारेपछि क्रिकेट इन्डिया अगाडि बढ्नमा कसैले रोक्न सक्दैन भन्ने मजबुत फिलिङका साथ अगाडि आइरहेको छ बिलिफ आफैमा अति नै महत्त्वपूर्ण चिज हो सन् 2000 को सुरुवातमा अस्ट्रेलिया यस्तो टिम थियो जसलाई पनि जहिले पनि हराउन सक्थ्यो वास्तवमा त्यो समयमा अस्ट्रेलियाले थुप्रै आइसिसी च्याम्पियन्स ट्रफी लगायत वर्ल्ड कपहरू जितेको छ अब प्रश्न आउँछ के इन्डिया त्यही अस्ट्रेलियाको शैलीमा अगाडि बढ्नेछ त यसमा धेरैको आफ्नो मूल्याङ्कन हुन सक्छ आई डु हेभ माई ओपिनियन मैले पहिले पनि भने बिलिफ इज भेरी इम्पोर्टेन्ट थिङ र अहिले इन्डियन क्रिकेट टिममा यस्तो बिलिफ जागेको छ जसले हामी कुनै पनि दिन कुनै पनि टिमलाई हराउन सक्छौँ भन्ने जब राम्रो डेप्थ भएको क्रिकेट टिममा त्यो बिलिफ आउँछ इट्स हार्ड टु बिट देम एम आई गोना से दे गोना विन ऑल द आइसिसी ट्रफिज गोइङ फरवर्ड नो तर हरेक च्याम्पियनसिपमा इन्डिया दावेदार हुनेछ र इन्डियाले खेल्ने प्रायः जस्तो फाइनल खेलमा ऊ विजेता बन्न सक्नेछ यसो त एउटा भनाइ भर्खर सार्वजनिक भएको छ अस्ट्रेलियन बलर मिचेल स्टार्कले के भनेका छन् भने इन्डिया मात्र यस्तो क्रिकेट टिम हो जसले एकै दिन 3 थरीको टिम प्रतिस्पर्धामा उतार्न सक्छ र दे कुड बी कम्पिटेटिभ अर्थात् ही वाज सेइङ टेस्ट टिम क्यान प्ले विथ अस्ट्रेलिया द सेम डे द one day team can play England and T20 team can play
South Africa at the same time, same day. But still, Indian cricket team is going to be competitive. यसको मतलब के हो भने इन्डियन क्रिकेट टिममा यति धेरै डेप्थ छ र यति धेरै ट्यालेन्टेड प्लेयर्सहरू छन् जसकै कुनै पनि प्लेयरले रिटायरमेन्ट लियो भने त्यसको भोइड फुलफिल गर्नको लागि रेडी भएर बसिरहेका हुनेछन्। अब फेरि प्रश्न उठ्छ, आर द इन्डियन प्लेयर्स एन्ड द इन्डियन क्रिकेट टिम इन्भिन्सिबल? कुनै पनि टिम इन्भिन्सिबल हुनै सक्दैन, तर क्लोज टु इन्भिन्सिबल they are looking right now. So I'm a bullish on Indian cricket team's future. I hope they win more tournament and make Indian cricket fan happy.